हेलो एन्ड नमस्ते सबैजनालाई। मेरो फेसबुक लाइभ नै हो मेरो आफ्नो कुराहरू पोख्ने। भर्खरै एउटा अन्तर्वार्ता आएको रहेछ समथिङ डाँगी भन्नेले। ऊ मेरो फेसबुकमा पहिल्यैदेखि थियो। उसले एउटा अन्तर्वार्ता दिएर युट्युबमा हालेको रहेछ। त्यसको विषयमा आफ्नो साथीभाइहरूलाई त स्पष्टीकरण दिनु पर्यो नि। मैले पहिलेदेखि स्पष्टीकरण पनि दिँदै आउँछु। कहिले कहिले विवाद आइ नै रहन्छ, काम गर्ने मान्छेको केही छैन। तर कहिले कहिले कस्तो ठाउँमा विवादमा पार्छन् भन्ने कुरा यहाँहरूले अब पहिला जस्तो होइन, अहिले त बुझिसक्नु हुनेछ। दिने को हो अनि लिने को हो, अथवा दिएर कसलाई कसले पठाइदे भनेको हो र कसले कहाँ चिन्छस् फलानालाई भन्दा चिन्छु भनेकै भरमा कुनै पैसाको कसैले जिम्मेवारी लिँदैन। एउटा इन्डियन साथी थियो मेरो, ऊ चाहिँ इन्डियाको लद्दाखतिर कता बस्थ्यो, काश्मीर साइडमा। अनि उसको कोही मान्छे थियो यहाँ मेरो घरमा बस्थ्यो। मैले उसलाई जेलबाट निकालेर धरोटी राखेर निकालेर लिएर आएको थिएँ। कुरो के हो त्यो फैसला हुन्जेलको लागि। अब मान्छे चिन्छस् भन्दा चिन्छु भन्यो। त्यो मान्छे इन्डियामा बस्दो रहेछ, त्यो डाँगी शेरबहादुर डाँगी भन्ने। अनि उसले यहाँ मेनिटोबा आउनको लागि एडभान्स दिइसकेको रहेछ। त्योसँग कुरा हुँदा हुँदै गरेर मेरो नेपाली दाइ छ नि त्यहाँ मेरो नाम लिएपछि चिन्छु भनेछ। चिन्छु भनेपछि अनि उसले फोन गर्यो डाँगीले कि यो मान्छे कस्तो छ भनेर। अब मसँगै थियो, मेरै मोटर होममा बसिरहेको थियो। चिन्छु भने मैले चिन्छु भने यस्तो उसैको घरमा बसेको भनेपछि त उसले चाहिँ पटापट दिएछ। ल है, एउटा नाता पनि लगायो मलाई। भेना भन्थ्यो, कहिले कहिले दाई भन्थ्यो। अनि त्यसले चाहिँ म्यानिटोबाको काम गर्यो गरेन, पछि 2 वर्ष पछाडि मात्रै थाहा हो। ल मलाई त्यसले काम गरेन, तपाईँ जिम्मा बस्नु भएको थियो, ल मेरो पैसा पठाइदिनुहोस् भन्छ एकैचोटि। मान्छे राम्रै थियो, त्यसलाई फोन गरेको त्यो इन्डियनले काम त नै होगा मै दे दूंगा थोडा थोडा करके भन्यो। त्यही आधारमा छोराछोरी देखाएपछि मलाई माया लाग्यो। ल 2 लाख 3 लाख रुपियाँ त लगिराख्नु त, पछि आएपछि मलाई दिनु भने मैले। हुन्छ भएन भने उसले, हुन्छ दाइ परदेशको ठाउँमा मेरा छोराछोरी भोकै भए, तपाईँले पठाइदिनु न त त्यति। उसले दिन्छु भने चाहिँ प्रमिस गरेर चाहिँ दिएपछि म तपाईँलाई दिन्छु भन्यो। अब पछि हुँदै जाँदाखेरि न उसले पैसा दियो न मलाई दियो। अनि त्यसमध्येको एउटा साथी चाहिँ ऊ मऱ्यो हिजो अस्ति भर्खर। मरेपछि अनि यसले चाहिँ यो डाँगीले चाहिँ मलाई के भन्यो भने एउटा साथी त बाँकी नै छ उसको, उही इन्डियाको त्यो ठाउँमा पैसा दिएको उही इन्डियामै हो। उसको दाइलाई जो यहाँ क्यानाडा छ त्यसको दाइ इन्डियामा छ है। पत्रकारले पनि यो कुरो खोइ त सोधेको, त्यो के लामा भन्ने बहिनीले यस्तो पनि हुन्छ पत्रकारिता। तपाईँले दुवै पक्ष बुझेर मात्रै तपाईँले यो पब्लिस गर्नु पर्थ्यो। गर्नुभयो तपाईँलाई ठिकै छ। अब त्यो साइबरले त्यो बिना प्रमाणका न्युजहरू एकछिन भ्युज बटुल्नको लागि गर्नुभयो। तपाईँ खानुहोस्, नाम बेचेर तपाईँको भिडियोबाट कति लाइक कमेन्ट आउँछ खानुहोस्। तर एक दिन तपाईँ पनि पर्नुहुन्छ, ध्यान दिनु होला। त्यो छुट्टै कुरो हो। म साइबरमा मेरो भाइहरूले त्यहाँ सुरु गरिसकेको छ। इन्टरनेसनल ल लाग्छ साइबरको, मैले यहीँबाट पनि गर्छु। अब त्यो डाँगीले चाहिँ 5 वर्ष अगाडिको कुरा फेरि अहिले ल्याएर अनि उकासी सोधेको छ। सोध्नेले पनि के खानुहुन्छ हो, काम गरी खानुहोस् न, राम्रो पित पत्रकारिता नगर्नुहोस्। गर्नेले पनि लिने मान्छेले पनि अर्कालाई भर्याङ बनाएर नउठाउनुहोस्। अर्कालाई भर्याङ बनाएर त्यति बेला चिनेको थियो, ठिकै छ, उसको जिम्मा मेरै घरमा बसेको छ भाडामा, मै लिदिन्छु, जिम्मा त लिन्छु तर कामको जिम्मा होइन है। पैसा पछि इनकेस काम भएन भने त्यो म छुइनँ भनेको थिएँ। बिना अहिले त तपाईँले चाहिँ जिम्मा लिन्छु भनेको थियो, तपाईँ भनेर पो दिएको त भन्छ। तर म भनेर पहिले पेस्किदिइसकेको छ। उसले कति दिइसकेको छ, उल्टो मेरो 2 लाख रुपियाँ गयो, दिन्छु पनि भनेको छ। अब यहाँ यति भइरहेछ, आउँदै नै मैले कहाँबाट दिनुभयो भन्छ अहिले त। अनि यता 2 जना पार्टनरमध्ये मेनिटोबाट यहाँ आएर बस्ने चाहिँ ऊ चाहिँ हिजो अस्ति हार्ट एट्याक भएर मऱ्यो। 1 जना बाँकी छ, उसले आफ्नो जेठो दाइ उहाँ इन्डियामा बस्छ, उसलाई दिएको रहेछ पैसा। अनि यो डाँगी पनि उहीँ बस्दो रहेछ त्यही इन्डियामै। अनि उसको घरमा गएर दियो उसले। ल कुरो यति नै हो। अब बुझ्नेले जे बुझे पनि हुन्छ, जसको जे बेइज्जत गर्न मन लागे पनि इज्जत गर्न मन लाग्यो भने कुरो यही हो। कसैलाई सहयोग गर्दाखेरि उल्टो
परिन्छ। कसैको जिम्मेवारी चिनेकोलाई चिन्दिनँ त भन्नु भएन नि। मेरै घरको मोटर होममा भाडामा बस्थ्यो, मैले चिन्दिनँ भन्नु? ल कुरो तपाईँहरूले छुट्याउनुहोस्। यो संसारभरिका साथीहरूलाई, जो साथीहरू हुनुहुन्छ जसलाई थाहा छैन अहिले थाहा भयो, जसलाई थाहा छ र चुप लाग्नु भएको छ, उहाँहरूलाई पनि यही हो एन्सर। पत्रकारलाई पनि यही भयो, टिभी डाँगीलाई पनि यही भयो है। यसरी नै मागी दुःखै पायो भने त मैले त धेरै लाख रुपियाँ धेरैलाई दिएकै पनि छु। साथीभाइ, सङ्घ संस्था, पार्टी सबैलाई सहयोग गरेकै हो। तिमीलाई पनि त्यही भएर त्यो 2 लाख रुपियाँ मैले त्यति बेला चलाउँदै गर नि त भन्यो, भुखै परेँ भनेपछि। त्यसैको आधारमा अरू सबै माग्ने हो। त्यो त तिमीले मलाई फिर्ता गर्नुपर्छ एक दिन कानुनी रूपमा। कसलाई पैसा दिएर अनि यहाँ नभएपछि बिग्रेपछि अनि फलानालाई चिनेको थियो। पहिला शालिग्राम केसमा पनि यस्तै भएको थियो इजरायलबाट है। विचार गर्नुहोस् है। साइबरमा जानुपर्छ र यो कोर्टमा आउनुपर्छ तिमीले एक दिन। थ्याङ्क यू डाँगी अनि त्यो के लामा पत्रकार बहिनी। ध्यान दिएर मात्रै तपाईँले 2 पक्ष साइड छोडेर मात्रै गर्नुपर्छ, होइन भने तपाईँ पनि भ्युज बढाउनलाई 1 साइडेड छाप्न मिल्दैन। पत्रकार त्यो होइन। म पनि पत्रकारिता गरेको मान्छे हुँ धेरै वर्ष, र अहिले क्यानाडा पनि पत्रकारिता नै गर्छु म है। म छुपेको लुकेको केही पनि होइन, काहीँ पनि छैन। म यहीँ नेपाली कम्युनिटीमै छु, कम्युनिटीमै सेवा गरिरहेको छु। यहीँका मान्छेहरूलाई सोधै हुन्छ नि त। बेइज्जती गर्नुपर्छ, गर, तिम्रो बेइज्जतीले केही खुल्किँदैन है। राम्रोसँग पत्रकारिता गर। थ्याङ्क यू। हेलो एन्ड नमस्ते सबैजनालाई। मेरो फेसबुक लाइभ नै हो मेरो आफ्नो कुराहरू पोख्ने। भर्खरै एउटा अन्तर्वार्ता आएको रहेछ समथिङ डाँगी भन्नेले। ऊ मेरो फेसबुकमा पहिल्यैदेखि थियो। उसले एउटा अन्तर्वार्ता दिएर युट्युबमा हालेको रहेछ। त्यसको विषयमा आफ्नो साथीभाइहरूलाई त स्पष्टीकरण दिनु पऱ्यो नि। मैले पहिलेदेखि स्पष्टीकरण पनि दिँदै आउँछु। कहिले कहिले विवाद आइ नै रहन्छ, काम गर्ने मान्छेको केही छैन। तर कहिले कहिले कस्तो ठाउँमा विवादमा पार्छन् भन्ने कुरा यहाँहरूले अब पहिला जस्तो होइन, अहिले त बुझिसक्नु हुनेछ। दिने को हो अनि लिने को हो, अथवा दिएर कसले पठाइदे भनेको हो र कसले कहाँ चिन्छस् फलानालाई भन्दा चिन्छु भनेकै भरमा कुनै पैसाको कसैले जिम्मेवारी लिँदैन। एउटा इन्डियन साथी थियो मेरो, ऊ चाहिँ इन्डियाको लद्दाखतिर कता बस्थ्यो, काश्मीर साइडमा। अनि उसको कोही मान्छे थियो यहाँ मेरो घरमा बस्थ्यो। मैले उसलाई जेलबाट निकालेर धरोटी राखेर निकालेर लिएर आएको थिएँ। कुरो के हो त्यो फैसला हुन्जेलको लागि। अब मान्छे चिन्छस् भन्दा चिन्छु भन्यो। त्यो मान्छे इन्डियामा बस्दो रहेछ, त्यो डाँगी शेरबहादुर डाँगी भन्ने। अनि उसले यहाँ मेनिटोबा आउनको लागि एडभान्स दिइसकेको रहेछ। त्योसँग कुरा हुँदै गर्दा मेरो नेपाली दाइ छ नि त्यहाँ मेरो नाम लिएपछि चिन्छु भनेछ। चिन्छु भनेपछि अनि उसले फोन गरे डाँगीले कि यो मान्छे कस्तो छ भनेर। अब मसँगै थियो, मेरै मोटर होममा बसिरहेको थियो। चिन्छु भने मैले चिन्छु भने त उसैको घरमा बसेको भनेपछि त उसले चाहिँ पटापट दिएछ। ल है, एउटा नाता पनि लगायो मलाई। भेना भन्थ्यो, कहिले कहिले दाई भन्थ्यो। अनि त्यसले चाहिँ म्यानिटोबाको काम गरेन। पछि 2 वर्ष पछाडि मात्रै थाहा हो। ल मलाई त्यसले काम गरेन, तपाईँ जिम्मा बस्नु भएको थियो, ल मेरो पैसा पठाइदिनुहोस् भन्छ एकैचोटि। मान्छे राम्रै थियो, त्यसलाई फोन गरेको त्यो इन्डियनले, काम त नै होगा मै दे दूंगा थोडा थोडा करके भन्यो। त्यही आधारमा छोराछोरी देखाएपछि मलाई माया लाग्यो। ल 2 लाख 3 लाख रुपियाँ त लगिराख्नु त, पछि आएपछि मलाई दिनु भने मैले। हुन्छ भएन भने उसले। हुन्छ दाइ, परदेशको ठाउँमा मेरो छोराछोरी भोकै भए, तपाईँले पठाइदिनु न त त्यति। उसले दिन्छु भने प्रमिस गरेर चाहिँ दिएपछि म तपाईँलाई दिन्छु भन्यो। अब पछि हुँदै जाँदाखेरि न उसले पैसा दियो न मलाई दियो। अनि त्यसमध्येको एउटा साथी चाहिँ ऊ मऱ्यो हिजो अस्ति भर्खर। मरेपछि अनि यसले चाहिँ यो डाँगीले चाहिँ मलाई के भन्यो भने, एउटा साथी त बाँकी नै छ उसको, उही इन्डियाको त्यो ठाउँमा पैसा दिएको उही इन्डियामै हो उसको दाइलाई, जो यहाँ क्यानाडा छ त्यसको दाइ इन्डियामा छ है। पत्रकारले पनि यो कुरो खोइ त सोधेको। त्यो के लामा भन्ने बहिनीले, यस्तो पनि हुन्छ पत्रकारिता। तपाईँले दुवै पक्ष बुझेर मात्रै तपाईँले यो
पब्लिस गर्नुपर्थ्यो, गर्नुभयो, तपाईँलाई ठिकै छ। अब त्यो साइबरले त्यो बिना प्रमाणका न्युजहरू एकछिन भ्युज बटुल्नको लागि गर्नुभयो, तपाईँ खानुहोस् नाम बेचेर, तपाईँको भिडियोबाट कति लाइक कमेन्ट आउँछ खानुहोस्, तर एक दिन तपाईँ पनि पर्नुहुन्छ, ध्यान दिनु होला। त्यो 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 छुट्टै कुरो हो। म साइबरमा मेरो भाइहरूले त्यहाँ सुरु गरिसकेको छ, इन्टरनेसनल ल लाग्छ साइबरको, मैले यहीँबाट पनि गर्छु। अब त्यो डाँगीले चाहिँ 5 वर्ष अगाडिको कुरा फेरि अहिले ल्याएर अनि उकासी सोधेको छ सोध्नेले पनि, के खानुहुन्छ हौ, काम गरी खानुहोस् न, राम्रो पित पत्रकारिता नगर्नुहोस्, गर्नेले पनि लिने मान्छेले पनि अर्कालाई भर्याङ बनाएर नउठाउनुहोस्, अर्कालाई भर्याङ बनाएर। त्यति बेला चिनेको थियो, ठिकै छ, उसको जिम्मा मेरै घरमा बसेको छ भाडामा, मै लिदिन्छु, जिम्मा त लिन्छु तर कामको जिम्मा होइन है, पैसा पछि इनकेस काम भएन भने त्यो म छुइनँ भनेको थिएँ। बिना अहिले त तपाईँले चाहिँ जिम्मा लिन्छु भनेको थियो, तपाईँ भनेर पो दिएको त भन्छ, तर म भनेर पहिले पेस्किदिइसकेको छ, उसले कति दिइसकेको छ, उल्टो मेरो 2 लाख रुपियाँ गयो, दिन्छु पनि भनेको छ। अब यहाँ यति भइरहेछ, आउँदै नै मैले कहाँबाट दिनु पो भन्छ अहिले त। अनि यता 2 जना पार्टनरमध्ये मिनेटबाट यहाँ आएर बस्ने चाहिँ ऊ चाहिँ हिजो अस्ति हार्ट एट्याक भएर मऱ्यो, 1 जना बाँकी छ, उसले आफ्नो जेठो दाइ उहाँ इन्डियामा बस्छ, उसलाई दिएको रहेछ पैसा, अनि यो डाँगी पनि उहीँ बस्दो रहेछ त्यही इन्डियामै, अनि उसको घरमा गएर दियो उसले। ल कुरो यति नै हो। अब बुझ्नेले जे बुझे पनि हुन्छ, जसको जे बेइज्जत गर्न मन लागे पनि, इज्जत गर्न मन लाग्यो भने कुरो यही हो, कसैलाई सहयोग गर्दाखेरि उल्टो परिन्छ, कसैको जिम्मेवारी चिनेकोलाई चिन्दिनँ त भन्नु भएन नि, मेरै घरको मोटर होममा भाडामा बस्थ्यो, मैले चिन्दिनँ भन्नु। ल कुरो तपाईँहरूले छुट्याउनुहोस्, यो संसारभरिका साथीहरूलाई, जो साथीहरू हुनुहुन्छ जसलाई थाहा छैन अहिले थाहा भयो, जसलाई थाहा छ र चुप लाग्नु भएको छ उहाँहरूलाई पनि यही हो एन्सर, पत्रकारलाई पनि यही भयो, तिमी डाँगीलाई पनि यही भयो है। यसरी नै मागी दुःखै पायो भने त मैले त धेरै लाख रुपियाँ धेरैलाई दिएकै पनि छु, साथीभाइ सङ्घ संस्था पार्टी सबैलाई सहयोग गरेकै हो, तिमीलाई पनि त्यही भएर त्यो 2 लाख रुपियाँ मैले त्यति बेला चलाउँदै गर नि त भन्यो, भुकै परेँ भनेपछि त्यसैको आधारमा अरू सबै माग्ने हो, त्यो त तिमीले मलाई फिर्ता गर्नुपर्छ एक दिन कानुनी रूपमा। ककललाई पैसा दिएर अनि यहाँ नभएपछि बिग्रेपछि अनि फलानालाई चिनेको थियो, पहिला शालिग्राम केसमा पनि यस्तै भएको थियो इजरायलबाट है। विचार गर्नुहोस् है, साइबरमा जानुपर्छ र यो कोर्टमा आउनुपर्छ तिमीले एक दिन। थ्याङ्क यू डाँगी अनि त्यो के लामा पत्रकार बहिनी, ध्यान दिएर मात्रै तपाईँले 2 पक्ष साइड सोधेर मात्रै गर्नुपर्छ, होइन भने तपाईँ पनि भ्युज बढाउनलाई 1 साइडेड छाप्न मिल्दैन, पत्रकार त्यो होइन। म पनि पत्रकारिता गरेको मान्छे हुँ धेरै वर्ष, र अहिले क्यानाडा पनि पत्रकारिता नै गर्छु म है। म छुपेको लुकेको केही पनि होइन, काहीँ पनि छैन, म यहीँ नेपाली कम्युनिटीमै छु, कम्युनिटीमै सेवा गरिरहेको छु। यहीँका मान्छेहरूलाई सोधै हुन्छ नि त, बेइज्जतै गर्नुपर्छ गर, तिम्रो बेइज्जतले केही खुल्किँदैन है, राम्रोसँग पत्रकारिता गर। थ्याङ्क यू।